यति धेरै दिनपछि आउँदैछु नि यो धनपाल जङ्गल। बाब्रे पहिला यस्तोमा पुरै रुखै रुख हुन्थ्यो, बाक्लो नबाक्लो बस्ती यो रुखै रुख, कस्तो डर लाग्दो हुन्थ्यो। अब त यस्तो पातलो भइसक्यो कि हजुर जङ्गल जस्तो पनि लाग्दैन। हेर न यहाँनिर मेला लाग्छ अनि यतातिर सबैमा के खानेकुराहरू बेच्छ, खेल्ने कुराहरू। अनि यहाँ पनि यहाँनिर चाहिँ के बनाएको होला नि। अब म हजुरलाई नि त्यो एलिफेन्टको स्ट्याचुनेरि लान्छु हस् हजुरलाई। त्यहाँ अगाडिमा एलिफेन्ट छ ठुलो गोल्डन कलरको। अनि म हजुरलाई त्यहाँ हस् हुन्छ। पहिला नि यो धनपाल जङ्गलको नि 10 गते कम्ता हामी यो पर्खाइमा बस्दिन थियौँ। कहिले आउँछ होला यो धनपालगढी मेला, यस्तो स्पेसल लाग्छ नि। हजुर हो किन त भनेको त्यस्तो?